सम्मान्य सभामुख महोदय, सम्मान्य प्रधानमन्त्रीज्यू, आज प्रत्यक्ष प्रश्नको रूपमा हामीले आज 22 आज हिजो 6 गते बीपी स्मृति दिवस र आज पुष्पलालजीको आज स्मृतिको दिवसको अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। सम्झन चाहन्छु पञ्चायतकाल, राणा शासनकाल र आज ती नेताका आदर्शहरूलाई सम्झेर त्यही बाटोतिर हामी लागू भने सम्झना गर्दै हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु। साथसाथै नव परिवेश नव स्थितिमा आज जुन गठबन्धन बनेको छ, प्रतिपक्ष पहिलो पार्टी र दोस्रो पार्टीको बीचमा केपी ओलीजीको नेतृत्वमा उहाँको कार्यकाल र पुरै मन्त्री परिषदलाई हार्दिक बधाई र शुभकामना दिन चाहन्छु। सँगै एउटा इतिहास बनाउन पनि माँ भगवतीसँग कामना गर्न चाहन्छु कि यो देशले फेरि संसदीय व्यवस्थाको विकल्प खोज्न नपरोस्। त्यसकारण हामी सम्पूर्ण संसदले आज 70 वर्षदेखि गरेको सङ्घर्षलाई अगाडि लाउँदै आम जनताको विश्वासलाई जित्ने काम यो क्याबिनेटले गर्नेछ भन्ने विश्वास राख्दै आज मेरो 3वटा प्रश्न छ। एउटा प्रश्न हो, कोशी सम्झौता अनुसार कोशी बाहिरैदेखि नेपालको सिमाना भारतको सिमाना लोखिस बजारसम्म 32 किलोमिटर पश्चिमी केनाल नहर पर्दछ, जो बारम्बार चर्चामा पनि आउने गरेको छ। त्यो नहरमा भारतको सिमानामा दुवैतर्फ त्यो ड्याममा पक्की सडक बनेको छ। नेपालको दक्षिणी भेगमा पर्ने यो नहर जो 32 किलोमिटर पर्छ, त्यस भेगको जनतालाई यति असहनीय भएको छ कि गर्मीमा धुलायाम हुन्छ, वर्षामा हिलो हुन्छ। त्यो त्यहाँको भेगका जनताहरूलाई आवत जावत गर्न साह्रै कठिनाइ परेको छ। यस कुरामा हामीले सम्बन्धित राजदूत जाँदाखेरि हामीले ध्यान आकर्षण सर्वदलीय गराएका पनि हौँ, तर पहल हुन सकिरहेको छैन। त्यसकारण मेरो सम्माननीय प्रधानमन्त्रीसँग आग्रह छ कि यसमा यो कोशी सम्झौता अनुसार नै पहल गर्नको लागि, कूटनीतिक पहल भारतसँग गर्नको लागि मेरो हार्दिक अनुरोध छ। दोस्रो, 70 जिल्लालाई हामी पहिला सगरमाथा अञ्चल भन्ने गर्थ्यौँ, जसको सदरमुकाम राजविराज थियो। सोलुदेखि राजविराजसम्म हामीले पहिला पनि धेरै प्रयास गरेको कि यो सडक सगरमाथासँग जोडेर 70 को भारतको सिमानासँग एउटा सडक कायम होस्। तर धेरै प्रयासहरू भयो, धेरै सरकारको कार्यक्रमहरूमा, तर हुन सकेन। तर अहिले हुलाकी सडक अन्तर्गत यो सडकलाई विगत वर्षमा गाईघाटदेखि लिएर भारतको बनिनिया सीमासम्म लगभग 30 किलोमिटर पर्छ, जसको हुलाकी सडकले अर्थ मन्त्रालयमा स्वीकृतिको लागि फाइल पेश गर्दा त्यो हुन सकेन। मेरो आग्रह छ कि यो सडक पहाडी जिल्ला र 70 जिल्लालाई जोड्न, त्यहाँको जीवनयापनलाई बढाउन र समृद्ध सम्बन्ध पहाड र तराईको मधेसको हुनको लागि पनि यो सडक अति आवश्यक छ। यसमा प्रधानमन्त्रीको पहल होस् भन्न म चाहन्छु। अर्को, हामीले कृषिका कुरा गऱ्यौँ। कमला डाइभर्सन सुनकोशी मरिन डाइभर्सनको कुरा सबैले हामी उठायो। यो जिल्ला कति जिल्लामा जान्छ? पूर्वको जिल्ला पर्ने 70 सिरहामा यो पानी पुग्न सक्दछ, त्यहाँको किसानलाई सिँचाइ हुन सक्दछ। त्यसकारण आग्रह छ कि राष्ट्रिय गौरवको योजनाभित्र राखेर कमला कोशी डाइभर्सनलाई त्यहाँ 70 सम्मको सिँचाइ योजनामा परिवर्तन गर्नको लागि प्रधानमन्त्रीसँग हार्दिक अनुरोध छ। धन्यवाद। जय नेपाल। प्रश्नभन्दा पनि मान्यज्यूले त माग राख्नुभयो जस्तो देखियो। खैर जे होस्, सम्मान्य प्रधानमन्त्रीज्यू जवाब दिन सक्नुहुन्छ। सभामुख महोदय,
नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्रे भइरहेको छ। नहरको किनार अतिक्रमित भएकोले उक्त अतिक्रमण हटाई कालोपत्रे गर्न नेपाल सरकार, नेपाल र भारत द्विपक्षीय संयन्त्र मार्फत अनुरोध गरिनेछ। अर्को दोस्रो प्रश्न, उदयपुरको गाईघाटदेखि भारतीय सीमासम्मको सडक निर्माणको सन्दर्भमा पूर्व तयारीका कार्यहरू सम्पन्न भई गत आर्थिक वर्ष 80-81 स्रोत सहमति माग भएकोमा आर्थिक चापका कारण अगाडि बढाउन नसकिएकोले यस आर्थिक वर्षमा प्राथमिकताका साथ अगाडि बढाउने काम गरिनेछ। तेस्रो प्रश्न मान्यज्यूले उठाउनु भएको, नेपाल र भारतबाट संयुक्त रूपमा कोशी उच्च बाँधसँगै सुनकोशी कमला डाइभर्सन अध्ययनको चरणमा रहेको छ। अध्ययन सम्पन्न भएपछि यसको कार्यान्वयन अगाडि बढाइनेछ। यसै सन्दर्भमा मान्यजीले सुनकोशी मरिनको पनि कुरा गर्नुभएको थियो। त्यो मैले नै त्यसको शुभारम्भ शिलान्यास पनि गरेको थिएँ, त्यस आयोजनालाई अगाडि बढाएको थिएँ र यसलाई यो अलिकति यसलाई कोशी उच्च बाँधसँग पनि अलिकति जोड्ने काम भएको छ। त्यो जटिलताहरूलाई समेत ध्यानमा राखेर अगाडि बढाउने प्रयास गरिनेछ।